देवेश नारायण जगतपते शिशु भगवान शरीर श्रोताहरू सावधान भयो सबैजना आनन्द समाजले भक्तसज्जन यो जीवन हेर्नुहोस् यदि जीवनलाई सुरम्य बनाउने हो भने दुईटा कुरामा ध्यान दिनुपर्छ। प्रवचन शुभारम्भ गर्नुभन्दा अगाडि हामीलाई ईश्वरले बनाउँदाखेरि दुईटा चिज सँगै लिएर जाऊ दुईटा बराबर रूपमा लिएर जाऊ। हामी एउटा चिजलाई मात्र अवलम्बन गर्यौँ भने हामी एकाङ्गी पर्छौँ। भनेको हामीलाई भगवानले यो दिया पनि दिएको छ, यो दिया राम्रोसँग चलेन भने रोग लाग्यो भने अनि कहाँबाट ईश्वर पाउने, कहाँबाट जीवन सफल हुने? कर्म गर्नका लागि पनि यो दिया चाहियो। दिया भनेको भौतिक अस्तित्व हो। यो भौतिक अस्तित्वको सन्तुलन व्यवस्थापन र नियन्त्रण भएन भने त्यो जीवन बेकार हुन्छ। त्यही भएर शरीरमा रोग लाग्यो भने कोही पनि ध्यानी भन्दैन, चोटपटक लागेर कोही पनि ज्ञानी ध्यानी भन्दैन।